अन्नपूर्णको भव्य हिमशृङ्खला र शान्त उपत्यकाहरूको बीचमा बसेको यो सहर केवल साहसिक यात्रुहरूका लागि प्रवेशद्वार मात्र होइन। साहसिक यात्रा र पदयात्रा मन पराउनेहरूका लागि अन्नपूर्ण क्षेत्र संसारकै सबैभन्दा मनपर्ने पदयात्रा गन्तव्यहरूमध्ये एक हो, जुन अधिकांश यात्रा प्राय पोखराबाट नै सुरु हुन्छ। पोखराका अद्भुत सौन्दर्यहरूमध्ये फेवाताल एक अनमोल रत्न जस्तै मानिन्छ, जुन नेपालको दोस्रो ठुलो ताल र पर्यटकहरूले सबैभन्दा मन पराउने स्थानहरूमध्ये एक मानिन्छ। तपाईहरू सबैले सुन्नुभएकै होला एक यस्तो मन्दिरको बारेमा जुन फेवातालको शान्त सतहमाथि शान्तिपूर्वक उभिएको छ, जहाँ हरेक वर्ष हजारौँ भक्तजनहरू पुग्ने गर्छन्। आज हामी शान्त डुङ्गा यात्राभन्दा बाहिर जाँदै पवित्र तालबाराही मन्दिरको उत्पत्ति र रहस्यको बारेमा कुरा गर्न जाँदैछौँ। फेवाताल अस्तित्वमा आउनुभन्दा पहिले एक भविष्यवाणीले सम्पूर्ण बस्तीलाई पानीमुनि डुबाएको थियो। के तपाईहरूलाई थाहा छ यो सबै कसरी भयो? यदि छैन भने म तपाईहरूलाई आज त्यस रातमा लिएर जाँदैछु जहाँ एक भविष्यवाणीले सम्पूर्ण संसार बदलिदियो। नमस्कार सबैजनालाई, यहाँहरूलाई क्रेसेन्ट स्टोरी टेलर्समा स्वागत छ। तालबाराही एउटा यस्तो मन्दिर हो जहाँ देवी दुर्गाको भयङ्कर र सुरक्षात्मक स्वरूप देवी बाराहीको पूजा गरिन्छ। यस रूपमा दुर्गालाई उनको बँधेल अवतारमा अजिमाको रूपमा सम्मान गरिन्छ, जुन शक्तिको कच्चा शक्तिको अवतार हो। यो रूपले देवीलाई बँधेलको रूपमा प्रतिनिधित्व गर्दछ, जसले एकपटक विनाशकारी शक्तिहरूलाई गरेकी थिइन्। आफ्नो अपार बल र दाँतको धारले उनले संसारलाई विनाश गर्न उद्धत असुरहरूलाई पराजित गरेकी थिइन्। मन्दिरको उत्पत्तिको व्याख्या गर्ने प्रयास गर्ने धेरै कथाहरू छन्। सबैभन्दा व्यापक रूपमा स्वीकार गरिएको कथा यस प्रकार छ। एक समयको कुरा हो जहाँ आजको फेवाताल अवस्थित छ। त्यस स्थलमा एक फेवा नामक सुन्दर सहर थियो। त्यो समयमा यो सहर आफ्नो सुन्दरताका कारण आकाशका रत्नहरूमध्ये एक जस्तो मानिन्थ्यो। बालबालिका खेत छेउमा खेलिरहेका थिए। काठका पाङ्राहरू र गाईबस्तुका घन्टीहरूको आवाज सधैँझै गर्मीले भरिएको साँझको हावामा घुमिरहेको थियो। नजिक आउँदै गरेको सत्यको बारेमा अन्जान रहित जीवन शान्तिपूर्ण चलिरहेको थियो। एक रात सहरको बाहिरी भागमा एउटी महिला देखा परिन्। उनका पाइला मौन थिए, चालहरू ढिला र उनको उपस्थिति साधारण जस्तो देखिन्थ्यो, तर एकैसाथ असामान्य र अलौकिक पनि। उनी मानवीय रूपमा देवी थिइन् र उनको दिव्य शक्तिको महसुस कसैले गर्न सकेनन्। उनी भिखारीको रूपमा मद्दत, खाना र रात बिताउने स्थानका लागि अनुरोध गर्दै सहरभरि घुम्दै थिइन्। उनी घर घर गइन्, तर उनी पुग्ने प्रत्येक ढोकाले उनको लागि ढोका नै बन्द गरिदियो। मानिसहरूले उनी जस्तो भिखारीलाई दिनको लागि केही नभएको भन्दै आफ्नो ध्यान अर्कैतिर मोडे। अन्ततः सहरको छेउमा रहेको एउटा सानो झुपडीले उनलाई स्वागत गर्यो, जहाँ एक वृद्ध दम्पति सानो जीविकोपार्जनामा बस्थे। उनीहरूसँग धेरै खानेकुरा त थिएन, तर पनि उनीहरूले उमालेका भात र केही साधारण तरकारीहरू बाँडे। कृतज्ञताका साथ उनले खाना स्वीकार गरिन् र रातभर त्यहीँ बसिन्। घाम लाग्ने बित्तिकै उनले वृद्ध दम्पतिलाई आउन लागेको विपत्तिको बारेमा बताइन् र उनीहरूलाई सहर छोडेर उच्च स्थानतर्फ सर्न आग्रह गरिन्। यो भविष्यवाणी सुनेर वृद्ध दम्पति स्तब्ध भए, तर उनीहरू अझै पनि आफ्नो घर भनेर चिनिने एकमात्र ठाउँ कसरी छोड्न सक्छन् भन्ने कुरामा अन्योल थिए। अन्ततः उनले दम्पतिलाई आफ्नो वास्तविक दिव्य रूप देखाइन्। यो देखेर वृद्ध दम्पतिले टाउको झुकाए र उनको सल्लाह अनुसार छेउको पहाडतर्फ लागे। पहाडको टुप्पोमा पुग्ने बित्तिकै कालो बादलले आकाश छोप्यो। हावा गर्जदै तीव्र भयो, रुखहरू जकडिएर भाँचिए र धुलो आदिमा उडेर दृश्यलाई भयानक विध्वंसको पूर्वाभास बनायो। पृथ्वी आकाशसम्म हल्लियो।
अदृश्य उपत्यकाबाट उफ्रिएको पानीले विनाशकारी गर्जनका साथ सबै थोक ढाक्न थाल्यो र अनियन्त्रित शक्तिको रूपमा सम्पूर्ण संसारलाई थर्कायो। बाढी विशाल शक्ति लिएर ओर्लियो र उनलाई आफ्नो गर्भमा समेट्दै प्रत्येक घर र प्रत्येक स्मृतिलाई मेटाउँदै केवल एक विशाल ताल मात्र बाँकी रह्यो। पहिले हलचलले भरिएको सहर अब सूर्यको प्रकाशमा चम्किरहेको शान्त विस्तारमा परिणत भयो र केवल वृद्ध दम्पतिको घरको आँगन मात्र बाँकी रह्यो। देवीको सम्मानमा वृद्ध दम्पतिले पहाडमा एक सानो रचना निर्माण गरे। वर्षौपछि मानिसहरूले त्यहाँको अदृश्य तर दिव्य शक्ति महसुस गर्छन् र त्यसतर्फ आकर्षित हुँदै जान्छन्। तालबाट टाढा कास्कीका पहाडहरूबीच स्थापित शाही दरबारमा राजा अरू रातभन्दा असाधारण रातको अनुभव गर्दै थिए। सपनामा उनले आफूलाई चाँदीकै धुन्धले घेरिएको विशाल तालको सतहमा उभिएको पाए र तलको गहिराईबाट बिस्तारै बँदेलको टाउको रूप र देवीको कृपाको रूप लिँदै कोमल प्रकाश उठ्न थाल्यो। त्यो आकृति बोलेनन्, तर उनको मौनमा पनि गहिरो आदेशको भार महसुस हुन्थ्यो। राजा तालको केन्द्रतर्फ तानिन थाले, जहाँ प्रकाश स्थिर भएर फैलिएको थियो। जब उनी सपनाबाट भ्युचिए, उनले यसलाई दिव्य सन्देशको रूपमा लिए र तालको खोजी गर्न सुरु गरे। धेरै दिनको खोजीपछि अन्ततः उनले सपनामा देखेको ताल फेला पारे। पानीको छेउमा पुग्न साथ सपनामा अनुभव गरे झैँ त्यही मौन शक्ति फेरि उनको वरिपरि घुम्यो, जसले उनका पाइलाहरूलाई सही मार्गतर्फ निर्देशित गर्दै थियो। राजाले आफ्ना सेवकहरूलाई दिव्य प्रकाश देखेको जमिन वरिपरि खोजी गर्न आदेश दिए। घन्टौँ बित्यो, तर उनीहरूले केही फेला पार्न सकेनन्। तर अचानक तीमध्ये एक मानिसको आँखामा चम्किलो प्रकाश पर्यो। त्यस मूर्ति पुरानो र जीर्ण देखिन्थ्यो, त्यही पनि यसको रूप अझै अडिग थियो, मानौ कि समयले नै रक्षा गरेको थियो। यो रूप सपनामा देखिएको दृष्टिसँग बिल्कुल मेल खान्थ्यो। पवित्र बदेल टाउको भएकी देवी, जसको शान्त प्रभावले नै देखाइदिन्थ्यो कि उनी सांसारिक सीमाभन्दा पर छिन्। श्रद्धाले अभिभूत र भाग्यको आह्वानले प्रेरित भएर राजाले त्यसै सानो टापुमा मूर्ति भेटिएको ठाउँमै मन्दिर निर्माण गर्ने आदेश दिए। राजाले राज्यभरिबाट शिल्पकार, पुजारी र कामदारहरूलाई बोलाए र ढुङ्गा गर्दै उनीहरूले पुस्तौदेखि मौनतामा उपत्यकाको रक्षा गर्ने देवीको नाममा समर्पित एउटा मन्दिर निर्माण गरे। मन्दिरको निर्माण सम्पन्न भएपछि मूर्तिलाई यसको मुटुमा स्थापित गरियो, जहाँ देवी आफैले आफ्नो निवासको रूपमा रोजेको जलाशयतिर मुहार फर्काएर राखियो। यसरी तालबाराही मन्दिरको जन्म मानव महत्त्वाकांक्षाबाट नभई उपत्यकालाई आफ्नो पवित्र घरको रूपमा दाबी गरिसकेकी देवीले दिएको सपनाबाट भएको हो। आज तालबाराही मन्दिर फेवातालको मुटुमा शान्त रूपमा उठेको छ, जहाँ स्थानीयहरू अझै पनि देवीले पोखराको हेरचाह गर्छिन् भन्ने विश्वास गर्छन्। धेरैले भन्छन् कि हावा चल्ने दिनमा पनि तालको असामान्य शान्तता यसको सतह मुनि रहेको ईश्वरीय रक्षकको शान्त सम्झना हो। छिटो गतिमा परिवर्तनशील संसारको बीचमा तालबाराही समयको बीचमा पुलको रूपमा खडा छिन्, जहाँ इतिहास टिकेको छ, जहाँ मिथक सास फेर्छ र जहाँ विगतले आधुनिक पोखराको पहिचानलाई आकार दिइरहेको छ। तपाईहरूलाई आजको हाम्रो कथा कस्तो लाग्यो त? यदि मन परेमा लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला र आगामी दिनहरूमा पनि यस्तै रोमाञ्चक र मिथक कथाहरू सुन्नका लागि हाम्रो च्यानल क्रेसेन्ट स्टोरी टेलर्सलाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। तालबाराही माताले हजुर र हजुरका सबै आफन्त तथा परिवारहरूको रक्षा गरून्। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।